CapCut को यो एप छ हजुरहरुको मोबाइलमा, यसमा जानु होला, क्लिक गर्नु होला। त्यसपछि यहाँ एकैछिन नै 2-3 सेकेन्डको लागि एउटा एड आउँछ। त्यसपछि तपाई न्यू प्रोजेक्टमा जानु होला। न्यू प्रोजेक्टमा गइसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो कन्टेन्टहरु छ है। कन्टेन्टहरु मैले रेडी बनाएको छु केको बारेमा भनेर। सो कन्टेन्ट भन्दा अगाडि तपाईले चाहिँ आफ्नो कन्टेन्टको बारेमा बोल्नुहुन्छ, आफ्नो भिडियो बनाउनुहुन्छ अनि अर्को चाहिँ केही कन्टेन्टको बारेमा एउटा हाइलाइट बनाउनुहुन्छ। अनि हाइलाइट बनाइसकेपछि अनि मात्र तपाईले कन्टेन्टको भिडियो त्यहाँ जोड्नुहुन्छ। जस्तै मेरो चाहिँ अहिले के हुन जान्छ भने मेरो यहाँ यो 1 हुन्छ, यो 2 हुन्छ, यो मेरो 3 हुन्छ, मलाई थाहा छ मेरो कन्टेन्टको बारेमा। सो सबैभन्दा पहिले तपाईले यहाँ 1 हाल्नु पर्यो। तपाईले 1 मा एकैचोटी हाल्न मिल्दैन है, यो 1 गर्नु पर्यो। अब 1 गरिसकेपछि सबैभन्दा पहिला 1 मिलाउनु होला। अब तपाईले देख्न सक्नुहुन्छ यो हामीले यो भिडियो केको लागि बनाउने हो। यहाँ तपाईले रेशियो छान्न सक्नुहुन्छ हैन। हामीले चाहिँ एक्सेप्ट रेशियो यहाँ 4.3 मा छान्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो युट्युबको रेशियो हो, युट्युबको हो। तपाईले यदि टिकटकको लागि बनाउनु पर्यो भने अरूको लागि पनि यहाँ छ, तर हामीले चाहिँ यो 4.3 मा ओके गर्नुस्। अब यो रेशियो हाम्रो भयो। अब तपाईले यहाँ क्लिक गर्नुस्। यहाँ क्लिक गरेपछि माथि तपाईले एडिट गर्न सक्नुहुन्छ। एडिट गर्नलाई देख्न सक्नुहुन्छ माथि ग्याप छ अलिकति है। सो हाम्रो रेशियो भन्दा भिडियो हाम्रो अलि सानो छ, त्यही भएर हामीले भिडियोलाई अलिकति ड्र्याग गरेर अलि माथि सम्म अलिकति जुम आउट गर्नुपर्ने हुन्छ। ल यति गर्दिए मैले। ल यो पर्फेक्ट छ है। अब यति भइसकेपछि साथीहरु अब भिडियो तपाईले सुन्नु होला। आफ्नो भिडियो नमस्ते हो जस्तै मैले भिडियोलाई मैले ट्रिप गर्नुपर्ने छ, अलिकति काट्नु पर्ने छ मलाई यो भिडियो, किनकि हेर्न सक्नुहुन्छ एकछिन अलिकति नचाहिने भाग मैले काट्छु है। नमस्ते साथीहरु, नचाहिने भाग, ल नचाहिने भाग मैले नमस्ते काटे। सो काट्नको लागि मैले के गरेँ त नमस्ते पहिला तपाईले सुन्नुस् कहाँसम्म फ्याक्ने हो। त्यसपछि तपाईले यता जानुस्, एडिटमा गएर स्प्लिट हान्दिनुस्। स्प्लिट हानेपछि यो 2 भागमा विभाजन भयो। राइट साइड परेन, तपाईले लेफ्ट साइडमा क्लिक गरेर डिलिट गर्न सक्नुहुन्छ। अब सुन्नुस् तपाईको भिडियो कस्तो राम्रो आउँछ। नमस्ते साथीहरु, देख्नु होला। तपाईलाई नचाहिएको पार्ट पनि तपाईले यसरी फ्याक्न सक्नुहुन्छ है साथीहरु। अब यति भइसकेपछि मलाई थाहा छ अब मेरो यहाँ अरु समस्या छैन, सबै ठीक छ। अनि यो भिडियो यो CapCut को लोगोलाई काट्दिनु, डिलिट गर्नुस्। अब तपाई फेरि यता स्लाइड गर्दै सुरुमा आउनु होला। अब तपाईले सेकेन्ड नम्बरको भिडियो मैले हाल्नु पर्ने हुन्छ। त्यसको लागि मैले ओभरलेमा गएर क्लिक गर्छु। अब एड ओभरलेमा गएर यहाँ मेरो अघिको यो मैले रेडी बनाएर राखेको 2 नम्बरको मेरो भिडियो भनेको चाहिँ यो हाइलाइट हो, कन्टेन्ट सम्बन्धी मेरो हाइलाइट। सो यो हाइलाइटलाई पनि मैले एड गरेँ। अब यो मैले यो हाइलाइटलाई कहाँ लाने, तल लाने, माथि दायाँ लाने कि बायाँ राख्ने, मेरो अब तपाईँ आफ्नो इच्छाले गर्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई बायाँ लाने विचार गरेँ। सो यसलाई पनि अलिकति जुम आउट गरिदिनुस्, बराबर लेभलमा लगाएर राख्नुस्। देख्न सक्नुहुन्छ मैले राखिदिएँ। अब माथि भिडियोमा क्लिक गर्नु, माथि भिडियो अलिकति यता सार्न सक्नुहुन्छ अहिलेको लागि है, केही फरक पर्दैन। अनि फेरि यही हाइलाइटमा क्लिक गर्नुस्, अलिकति यसलाई अझै एडजस्ट गर्नु, पर्फेक्टली मिलाएर राख्नु साथीहरु है। ल यति भयो, ठीक छ। अब के गर्न पर्यो त, अब तपाईले यो जुन बोल्नु भएको छ कति बेला चाहिँ तपाईले यो स्क्रिनमा तपाईको हाइलाइट प्ले भएको देखाउने त है। त्यसको लागि चाहिँ तपाईले नमस्ते साथीहरु सबैजनालाई, भिडियो हेर्नु होला। आज चाहिँ मैले मेरो भिडियोमा चाहिँ जस्तै मैले चाहिँ यो 10 सेकेन्ड पछि राख्छु, 10 सेकेन्ड पछि आउने बनाउँछु। सो अब त्यसको लागि तल यो हाइलाइटमा क्लिक गर्नु होला। हाइलाइटमा क्लिक गरिसकेपछि यसलाई चाहिँ तपाईले यसरी सार्नु पर्ने हुन्छ है साथीहरु। यसरी देख्नुभयो, यसलाई यसरी ड्र्याग गरेर यसलाई सार्नु पर्ने हुन्छ। सो अब यो मेरो भिडियो हेर्न सक्नुहुन्छ। अब यतिसम्म बज्दैन, त्यसबारेमा मैले तपाईहरुलाई मेरो यो बज्न सुरु भयो भिडियो सो देखाउन गइराखेको छु। हाइलाइट मैले राम्रोसँग हेर्नु होला तपाईहरुले। अब मैले हाइलाइटलाई फिक्स गरिसकेपछि अब के गर्न पर्यो, यो हाइलाइटको जहाँसम्म छ यो हाइलाइटको र यो माथि भिडियोमा गएर टक्क मिलाउनु होला। यो ठाडो सेतो धर्सा हेर्न सक्नुहुन्छ। स्प्लिट हान्दिनुस्, किनकि अब त त्यहाँ काटेन भने त कन्टिन्यू आउँछ नि त त्यो हाइलाइट त। त्यो हाइलाइटलाई हामीले अब बन्द गरिदिन पर्यो। सो अब यो हम देख्न सक्नुहुन्छ प्ले गरेर। सम्झिनु पर्ने चाहिँ के भने हाइलाइट कहाँसम्म छ भन्ने, मेरो यो हाइलाइट यहाँसम्म हो नि त, देख्न सक्नुहुन्छ। अब हाइलाइट एकदमै सजिलो छ, सहज छ साथीहरु। अब सो यसलाई चाहिँ के गर्न पर्यो, यहाँ गइसकेपछि चाहिँ
यो भिडियोलाई अलिकति यता ल्याउनु पऱ्यो नि त। अहिले हामीले भिडियो यता राखेको छौँ होइन, लेफ्ट राइट साइडमा छ। सो हामीले भिडियोलाई बिचमा ल्याउनको लागि अब यहाँ स्प्लिट हानिदिनु पर्ने हुन्छ। अघि मैले गर्नेको जुन चिज स्प्लिट हानिदिनु, स्प्लिट हानेपछि त्यो थ्रुबाट यस्तो एकदमै सजिलो छ। अब यस्तोमा गएपछि तपाईँले के गर्नु पर्यो त, अब यो भिडियोलाई चाहिँ अब अलिकति मिलाएर फेरि बिचमै ल्याएर राम्रोसँग राख्न सक्नुहुन्छ। मैले पहिला अघि त्यो हाइलाइट मिलाउनको लागि यता ल्याएको थिएँ त साथीहरू है, यो चाहिँ तपाईँले बुझ्नु होला। अब यति भइसक्यो हाम्रो होइन। अब यति भइसकेपछि देख्न सक्नुहुन्छ। अब यसमा तपाईँले अब हाम्रो अब गर्नुपर्ने भनेको चाहिँ यो सुरुको पहिला नम्बरको भिडियो पनि भयो, सेकेन्ड हाइलाइट पनि देखाएँ मैले होइन। हाइलाइट देखाइसकेपछि अब तपाईँको अब अरू चिज के गर्न सकिन्छ त यहाँ भिडियोमा। जस्तै तपाईँलाई म्युजिक राख्न मन लाग्यो भने यहाँ साउन्डमा गएर तपाईँले उनीहरूले दिएको म्युजिक राख्न सक्नुहुन्छ। तर म्युजिक नराख्नु साथीहरू कपिराइट आइहाल्छ होइन। सो म्युजिक राख्नु राम्रो हो, अलि उत्तम हुँदैन। सो अब तपाईँले अरू यसलाई के गर्न सकिन्छ त, जस्तै अब मैले मेरो भिडियोमा कुनै पनि यो जुन ड्युरेसन छ समयमा होइन, मलाई एउटा राख्न मन लाग्यो, मानौ मलाई एउटा सब्सक्राइब बटनको लोगो राख्न मन लाग्यो भिडियोमा। ल अब मैले के गर्छु त, सबैभन्दा पहिला यो देखाउँछ है। त्यसको तपाईँलाई जति पनि चिजहरू सब्सक्राइबको बटनहरू, युट्युबको लोगोहरू चाहिन्छ, यो पिन्टरेस्ट भन्ने एप डाउनलोड गर्नुहोस्। त्यहाँ जानु होला साथीहरू। त्यहाँ गइसकेपछि अब मैले सर्च गर्छु यहाँ होइन, सब्सक्राइब बटन मैले पहिल्यै सर्च गरेको छु, त्यही भएर यहाँ आउँछ। अब मलाई कस्तो खालको चाहियो त, अब सब्सक्राइब मैले यो खालको गरेँ। अब 3 डटमा गएँ, मैले यो डाउनलोड गरिदिएँ, डाउनलोड भइसक्यो। अब तपाईँ यो जहिले पनि है यो डाउनलोड भइसकेको फोटोलाई चाहिँ फोटोको ब्याकग्राउन्ड चाहिँ हामीले रिमुभ गर्नुपर्ने हुन्छ साथीहरू। अब त्यसको लागि तपाईँले गुगलमा गएर रिमुभ बिजी भनेर हान्नुपर्ने हुन्छ। रिमुभ बिजी हानेपछि देख्नुभयो मैले यो पहिल्यै हानेको थिएँ। सो अब अपलोड इमेजमा जानु होला। अब मैले अघि यो पिन्टरेस्टबाट डाउनलोड गरेको यो सब्सक्राइब बटनको लोगोको चाहिँ ब्याकग्राउन्ड चाहिँ हटाउनु पर्ने हुन्छ है साथीहरू है। यो देख्न सक्नुहुन्छ ब्याकग्राउन्डको चाहिँ यो लोगोको चाहिँ बटनको चाहिँ ब्याकग्राउन्ड हटिसक्यो। अब यसलाई पनि डाउनलोड गर्नु, फ्रीमा जानु है, तल नजानु होला, फ्रीमा क्लिक गरिदिनुहोस्। यो डाउनलोड भइसक्यो। अब तपाईँ फेरि क्यापकटकै भिडियोमा जानुहोस्, कन्टिन्यू गर्नु यसलाई। अब मैले तपाईँको एकैछिन साथीहरू, अब मैले चाहिँ यो सब्सक्राइब बटनको चाहिँ लोगो मैले राख्न लाग्दैछु है मेरो भिडियोमा। सो यसको लागि पनि तपाईँ ओभरलेमा जानुहोस्। अब क्लिक गर्नुहोस् यसमा होइन। अब यसमा क्लिक गर्नुहोस्, तपाईँको फोटोमा जानुहोस्, यो मैले ब्याकग्राउन्ड रिमुभ गरेको एड गरिदिनुहोस् है। अब यो तपाईँले यो कहाँ राख्ने होइन, तपाईँले सुन्दै कसरी एआई को मार्फत तपाईँले हामीलाई मनपर्ने एउटा भिडियो बनाउन जस्तै तपाईँले सब्सक्राइब गर्नुभएको छ भने बोल्दै जाँदा त्यसमा राख्दा राम्रो है। हस् त, हेर्नु होला भिडियो मेरो राम्रोसँग है त। अब तपाईँले यो मानौ मैले यो यहाँ राख्न चाहेँ, यसलाई अलिकति एडजस्ट गर्नु ल, यसलाई मैले राखिदिएँ। ल अब के गर्नु पर्यो, अब यसलाई यसो अलिकति स्टाइलिस बनाउनको लागि यसलाई तपाईँले यहाँ एनिमेसन भन्ने छ, एनिमेसन यहाँ देख्न सक्नुहुन्छ। अब कम्बोमा जानुपर्ने हुन्छ साथीहरूमा जानु हुँदैन, कम्बोमा तपाईँले यो कस्तो आउने बनाउने हेर्नु होला। मानौ कि कसरी यो खालको तपाईँले हामीलाई मनपर्ने एउटा भिडियो बनाउन सक्नुहुन्छ, त्यसको बारेमा होला। छानेपछि तपाईँले अब अलिकति यसलाई के गर्नु पर्यो भने अलिकति तान्दिनु, त्यो टाइमसम्म त्यो चाहिँ त्यहाँ आओस्। कि कसरी एआई को मार्फत तपाईँले हामीलाई मनपर्ने एउटा भिडियो बनाउन सकिन्छ है त, त्यसको बारेमा मैले तपाईँलाई अब यसलाई अलिकति यतै ल्याएर एडजस्ट गरिदिनु। तपाईँले हामीलाई मनपर्ने एउटा भिडियो बनाउन सकिन्छ है त, त्यसको बारेमा मैले तपाईँलाई जानकारी गराउन गइरहेको छु। के गर्न सक्नुहुन्छ त, अब यो लास्टमा लाग्नुहोस्, प्लस बटन देख्न सक्नुहुन्छ यतापट्टि, यो प्लस बटनमा जानु होला। अब तपाईँको कन्टेन्ट है, अब भिडियोमा जानुहोस्। अब तपाईँको कन्टेन्ट कुन हो त, मेरो कन्टेन्ट भनेको 7.47 को छ। तपाईँले त्यसलाई क्लिक गर्नु होला अनि एड गरिदिनु होला। अब एड गरिदिसकेपछि हेर्न सक्नुहुन्छ यसको यो रेसियो अटोमेटिक यो 4.3 मै बस्छ होइन। यसलाई अब अलिकति यसलाई एडजस्ट गर्नलाई चाहिँ तपाईँले
अलिकति यो ब्याट्रीको तल उहरू मैले हटाउँदैछु साथीहरू, यो मलाई काम नलागेर। र यो यतिको राखिदिन सक्नुहुन्छ। अब यति भइसकेपछि देख्न सक्नुहुन्छ मेरो भिडियो सुरुदेखि। नमस्ते साथीहरू सबै। सुरुमा केही चिजहरू बोलेको राखेँ भिडियोमा, त्यसपछि यहाँ यो हाइलाइट देखाएँ, हाइलाइट आउँछ। हाइलाइट सकेपछि यो भिडियो सकेपछि फेरि ओभरले गरेर तपाईँको मैले यो भिडियो मेरो भिडियोलाई राखेँ। अब मेरो भिडियो यति सबै भइसक्यो। हेर्नु साथीहरू कति राम्रोसँग भिडियो टक्क एडिटिङ भयो। मैले चाहिँ यो एउटा मोमो कसरी बनाउने त एआईबाट भिडियो कसरी बनाउन सकिन्छ भनेर मैले देखाउन लागेको यो भिडियोमा चाहिँ हैन, मेरो कन्टेन्ट यो हो। सो अब यति भइसकेपछि तपाईँले के गर्न पर्यो भने अब चाहिँ आफ्नो ब्याकग्राउन्ड कस्तो राख्ने तपाईँले है, तपाईँले ब्याकग्राउन्ड कस्तो राख्ने, तपाईँले ब्याकग्राउन्ड राख्नको लागि ब्याकग्राउन्डमा क्लिक गर्नु, इमेजमा जानु हैन। अब इमेजमा गइसकेपछि तपाईँले यहाँ प्लस यतापट्टि प्लसको आइकन देख्नु भएको छ, यहाँ क्लिक गर्नु। अब मैले यो चाहिँ मैले फोटो त्यही पिन्टारेस्टबाट लिइसकेको थिएँ हैन। यहाँ मेरो यो ब्याकग्राउन्ड मैले यो पिन्टारेस्टबाटै गरेको है, यो देख्नुभयो नि, मैले यहाँ क्लिक गरेँ, यो भिडियो हो, यो ब्याकग्राउन्ड चाहिँ मैले यसलाई ओके गरिदिएँ। अब यो ओके गरेपछि हेर्न सक्नुहुन्छ मेरो भिडियो डाउनलोड गरिदिएँ, यस्तो भयो है, देख्न सक्नुहुन्छ। अब सबै ब्याकग्राउन्ड पनि मिलिसक्यो, सबै चिज आयो होला। सुरुबाटको मेरो भिडियो हेर्नु होला, मेरो भिडियो यस्तो बनेको छ। अझै पनि यो भिडियोलाई मैले केही कमी कमजोरी छ भने यसै गरेर एडिट गर्न मिल्छ, मैले जुन मैले गर्नेछु साथीहरू। यति भइसकेपछि लास्टमा त्यो क्यापकटको लोगो आउन सक्छ है। क्यापकटको लोगो आयो भने चाहिँ तपाईँले त्यहाँ आएको छैन साथीहरू, नआएछ, यसलाई यहाँ क्लिक गरेर डिलिट गरिदिनु होला। अब यसरी नै तपाईँले आफ्नो मन लागेको भिडियोहरू एडिट गर्न सक्नुहुन्छ। र लास्टमा इम्पोर्टेन्ट है, यो तपाईँको एक्सपोर्ट गर्नुभन्दा अगाडि चाहिँ यो एएल अल्ट्रा एचडीमा क्लिक गर्नु होला हैन। त्यसपछि यो अफ गर्नु साथीहरू, अनि यो फ्रेम रेट चाहिँ 60 बनाइदिनु, अनि कोड रेट चाहिँ तपाईँले यो हाईमा लगिदिनु, अनि मात्रै तपाईँले एक्सपोर्ट गर्नु होला है त। ल मैले यहाँ एक्सपोर्ट गरेर देखाउँदैछु।